एकादेशमा एउटा जङ्गल थियो अरे। जङ्गलको छेउमा रुख थियो। रुखको टुप्पोमा एउटा काग बस्थ्यो। काग बुढो थियो। एक दिनको कुरा हो, कागलाई साह्रै भोक लाग्यो अनि खानाको खोजीमा निस्कियो। घुम्दा घुम्दा उसले एउटा घर देख्यो। घरको झ्यालबाट चियाएर हेरेको त भान्सामा एउटा रोटी रहेछ। कागले रोटी चोरेर आफ्नै गुँडमा बसेर खाने विचार गर्यो अनि चुच्चोमा रोटी च्यापेर छिटो 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 गुँडमा पुग्यो। एउटा धुर्त स्यालले पर बसेर यो सबै हेरिरहेको थियो। स्यालले कागको चुच्चामा भएको रोटी कसरी फुस्काएर खाने होला भनेर सोचेर बसेको थियो। अनि त्यत्तिकैमा स्याल काग बसेको रुखमुनि पुग्यो।